बनाएर खान जानेन भने 12 वर्षको जरो पनि निकाल्छ अरे कि तामाले। आज चाहिँ म बनाउन जाँदैछु बोडी आलु काँचैमा पनि कुरुम कुरुम खाउ झै लाग्ने तामा। बनाऊ है त आज मेरो रेसिपीमा। आलु तामा मन पर्ने को हुनुहुन्छ? तामा चाहिँ मन पर्छ, तर म सानो छँदा हैन मलाई तामा खाएर यस्तो धेरै बढी ज्वरो आएको थियो कि सानोमा। अनि त्यसपछि मलाई तामा खान चाहिँ कस्तो डर लाग्छ कि अहिले पनि। तर मलाई मिठो लाग्छ, तर कहिले काहीँ खान्छु मैले। सुरुमा चाहिँ थोरै तेल राखेर मैले प्याज फ्राई गरेको छु। प्याजलाई चाहिँ रातो हुने गरी जेलसम्म भुट्नु पर्ने छ। त्यसपछि यो प्याजमाथि मैले राखे बोडीलाई चाहिँ एक रात अगाडि नै भिजाएर राख्यो भने चाहिँ एकदम मिठो टेस्ट आउँछ। बोडीलाई चाहिँ एकछिन चलाएपछि त्यसमाथि मैले राखे आलु राखेर एकछिनसम्म चलाए। त्यसलाई एकछिन भुट्नु पर्छ। आलुलाई चाहिँ एकछिन रातो हुने गरेर भुट्नु पर्छ। नेपाली भाषामा जुनसुकै खाना पकाउँदा पनि मिल्ने भनेको यो एउटा आलु हो के आलु बिना त नेपालीहरूको किचनमा तरकारी नै पाक्दैन होला कि सायद। रातो हुने गरेर भुटिसकेपछि मैले त्यसमा चाहिँ राख्छु बेसार। आलुलाई चाहिँ हल्दी लगाइदिएको कि हल्का। आलु र बोडीलाई यत्तिको हल्दी लगाइदिएपछि त पहेँलो हुन्छ नि त। अब यसको चाहिँ अब सादी गर्नुपर्छ कि। अब यसमा चाहिँ मसला राख्ने, अनि त्यसपछि चिल्ली पाउडर पनि राख्ने, सबै राखेर मैले एकछिन चलाएँ यसलाई। यसमा चाहिँ मैले नुन पनि एड गरेँ। हेर्नुहोस् न कस्तो यम्मी देखेको छ। अनि अघि पिसेर राखेको लद्दु लसुन पनि राखेँ। अनि यसलाई चाहिँ रातो हुने गरी भुटिसकेपछि मैले यसमा एड गरेको छु तामा आलुको तरकारी खान लागेपछि तामा छुटाउने त कुरो भएन। हेर्नुहोस् त कस्तो यम्मी देखिएको छ। एकछिनसम्म चलाएँ मैले। मसलाहरू मजाले भुट्नुपर्छ नि त, नत्र स्मेल आउँछ के। भुटिसकेपछि अब त्यसमा एड गर्नुपर्ने छ टमाटर। मसँग अर्को टमाटर थिएन, मैले चाहिँ अनि क्यानको टमाटर युज गरेको छु। टमाटर हालेर एकछिन पकाउनु पर्छ कि नत्र फेरि टमाटर गनाउँछ। अब रेडी भयो। यसमा एड गर्नुपर्ने छ पानी। हेर्नुहोस् त वाउ। अब यसमा चाहिँ आफूलाई चाहिने जति मात्र पानी अड्कलेर राख्नु होला। धेरै पानी पनि राख्दा त्यस्तो मिठो हुन्न। अब यसलाई चाहिँ 1-2 सिटी लगाइदिन्छु मैले चाहिँ यसलाई 4 सिटी जति लगाएको थिएँ। यस्तो भयो हेर्नुहोस् त। अनि मैले यसलाई चाहिँ फिटेर अब खानको लागि रेडी भयो। तपाईहरुलाई पनि तामाको बोडी आलुको तरकारी मनपर्छ भने चाहिँ खानु होला है त। थ्यांक यू फर वाचिङ। भिडियो हेरेर लाइक चाहिँ गरिदिनु होला है त। बाइ।